नमस्ते हजुरहरूलाई। हामी चाहिँ अहिले जुमसुममा एक्ज्याक्टली जुमसुममा छौँ। यो चाहिँ जुमसुमको भ्यू भयो है। पछाडिपट्टि यो चाहिँ अन्नपूर्ण हिमाल हो अनि यो तल बगिरहेको छ काली गण्डकी नदी। हाम्रो साथीहरू शालिग्राम ढुङ्गा खोज्दै हुनुहुन्छ घर लानको लागि। पूजा जस्तै पूजा गर्ने ठाउँ मन्दिर तुलसीको मुठहरूमा राख्नको लागि एकदम राम्रो अरे त्यो भनेर चाहिँ हाम्रो साथीहरू सर्चमा हुनुहुन्छ। म चाहिँ यहाँ माथिबाट सानो क्लिप बनाउँदैछु। यो चाहिँ हाम्रो डाँडा भयो। हामी यो बाटो सर अहिले पोखरा निस्किन्छौँ। यो बाटो जान्छौँ। लगभग हामीलाई पोखरा पुग्नको लागि 6 to 7 आवर्स लाग्छ। इजी पुग्छौँ हामी। आजको हाम्रो बसाइ पोखरामै हुन्छ। आजको हाम्रो बसाइ अनि पोखराबाट हामी भोलि बिहान सुनसरीको लागि निस्किन्छौँ। सकभर सुनसरी पुग्ने प्लानले निस्किने हो। अब समस्या परिआयो अनि यदि बाटोमा केही कठिनाइ पऱ्यो र हामी पुग्न सकेनौँ भने एक रात हामी बाटोमै बस्नेछौँ अनि त्यसको नेक्स्ट डे चाहिँ हामी अभियसली पुगि नै हाल्छौँ। त्यसमा हामीलाई समस्या छैन। यो चाहिँ मेरो पछाडिपट्टि सबै देखिएको चाहिँ जोमसोमको भ्यू देखिएको हो। अनि जोमसोम बजार चाहिँ मभन्दा अलिकति पछाडिपट्टि छ। यो पछाडिपट्टि हामीले जोमसोम बजार पुगिन्छ। यो चाहिँ अलिकति थोरै जोमसोम पुग्नको लागि 2 मिनट्स अलिकति अगाडि पर्छ। उतापट्टि चाहिँ पुरै रुमहरू एकदम प्याक। एयरपोर्ट यहीँ नजिकै छ। प्लेनहरू एकदम माथिबाट उडिराखेकै हुन्छ अनि लजहरू चाहिँ एकदम प्याक भएको कारणले हामी अलिक ओरै बस्नु पऱ्यो। हाम्रो दिदीसँग यहाँनिर चिनजान थियो अगाडिदेखि नै। त्यही भएर दिदीले चाहिँ हामीलाई एउटा रुम चाहिँ मिलाइदिनु भयो। प्याक त एकदमै प्याक छ। सिजनको बेला रहेछ अहिले है। अनि जति पनि आउनुहुन्छ जति पनि यो भ्यूको लागि मुस्ताङ आउने प्लान गर्नुभएकोहरूले चाहिँ प्रि बुकिङ चाहिँ गर्नुहोस् भन्ने चाहिँ मैले यहाँबाट जानकार गराउन चाहन्छु। अनि यो चाहिँ एकदम ब्रिलियन्ट भ्यू देखिएको छ। यो बाटो हुँदै हुँदै हामी अहिले पोखरा निस्किने भन्ने कुरा मैले भनिसकेको छु। यो बाटो हामी जोमसोम बजार हुँदै हुँदै अप्पर मुस्ताङ जाने बाटो यो हो। अहिले चाहिँ हामी एक्ज्याक्टली जोमसोममा छौँ। यो चाहिँ जोमसोमको भ्यू अन्नपूर्ण। म पनि यही अन्नपूर्ण हिमाल हेरेर एकदम रमाइरहेको छु। हाम्रो साथीहरू तल शालिग्राम ढुङ्गा खोज्दै हुनुहुन्छ। म पनि बिस्तारी बिस्तारी जाँदैछु। अलिकति ओह्रालो बाटो भएको कारणले अघि थोरै लडेँ म त्यहाँनिर। यस्तो छ बाटो चाहिँ हाम्रो यस्तो छ एकदम कन्सियसली यसरी लडेँ म होइन। अब के गर्नु त लडेँ र त्यही भएर सजिलो बाटो हेर्दैछु। सजिलो बाटो त म पुग्ने पनि रहेछु। हाम्रो साथीहरू त अब पाहाडमै जन्मेको मान्छे उकालो ओह्रालो सुरुरुरु गइहाल्नु भयो। समस्या छैन त्यसमा। म चाहिँ अब अलिकति समस्या पऱ्यो। तैपनि म सङ्घर्ष गरेर पुगेको छु। मेरो अगाडिपट्टि हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ काली गण्डकी नदी हो। यहाँ चाहिँ हामीले शालिग्राम भेटाइन्छ। अनि त्यो शालिग्राम चाहिँ हामीले पूजा गर्नको लागि एकदम युजफुल अनि एकदम पावरफुल ढुङ्गा पनि भन्ने गरिन्छ। त्यो ढुङ्गालाई चाहिँ हामी सर्च गर्ने क्रममा छौँ है। अनि अलिकति बाटो चाहिँ थोरै अप्ठ्यारो भएको कारणले हामी निस्किँदै नै छौँ। यसमा हामीलाई केही समस्या छैन। हाम्रो साथीहरू 3 जना त हेर्दै हुनुहुन्छ। अब शालिग्राम कस्तो हुन्छ भनेर साथीहरूलाई जानकार छ। मैले अलिकति जानकार पाइनँ तर त्यो कुरा म बुझ्ने पनि छु। मेरो मम्मी बाबाले चाहिँ एकदम मजाले जान्नुहुन्छ यो कुरा होइन। पूजापाठमा चाहिँ एकदम धेरै उहाँहरू लाग्नुहुन्छ। म पनि आस्था त मान्छु तर अलिकति यो ढुङ्गा चाहिँ अलिक मन नचिनेको कारणले त्यसमा चाहिँ मैले एकदम सरी भन्न चाहेँ। मम्मी बाबाहरू चाहिँ एकदम धेरै नै यो कुराहरूलाई मान्नुहुन्छ। त्यही भएर मैले यो कुरा खोजेरै लाने पनि भएँ है। हाम्रो सरहरूले भेट्नुभयो ढुङ्गा खोजिँदैछ। अब यो चाहिँ काली गण्डकीको एउटा पार्ट भएको कारणले ढुङ्गा खोज्न अलिकति कठिनाइ त पर्यो। त्यही पनि हामी सकभर प्रयास गर्नेछौँ। त्यसमा केही पनि समस्या छैन हामीलाई। ठिक छ। भेटिएछ भने यहीँबाट लानेछौँ। भेटिएन छ भने हामी अलिकति माथि पनि काली गण्डकी अलिक ठुलो नदी छ। त्यहाँ गएर एकछिन 10-15 मिनट रोकेर भयो भने यसलाई खोजेरै लानेछौँ भन्ने चाहिँ हाम्रो प्लान छ। कुमार सर के छ तपाईँले ढुङ्गा खोज्न एकदम गाह्रै परिरहेछ कि यसो बोलिदिनु पऱ्यो यार क्यामेरामा। खोज्न त गाह्रो लाग्छ नि तर भेट्न चाहिँ गाह्रै रहेछ। राज सर ठिक छ ढुङ्गा भेटिँदैछ। अहिले चाहिँ हामी ठ्याक्कै जोमसोममा छौँ। त्यो पछाडि देख्न सक्नुहुन्छ यो एकदम टाढा हो। यहाँ चाहिँ पुसमा चाहिँ हिउँ पनि पर्छ है। यो पछाडि देख्न सक्नुहुन्छ यो पछाडिको भनेको चाहिँ अन्नपूर्ण हिमाल छ। हामी अहिले काली गण्डकी नदीको किनारमा शालिग्राम ढुङ्गा एकदम निरन्तरसँगले खोज्दैछौँ। यो बाटो आएको थियौँ। यो बाटो चाहिँ सिक्ने म एकचोटि नराम्रोसँग लडेँ।
त्यसपछि चाहिँ यो बाटो घुमेर यताबाट यो बाटोबाट घुमेर आएको छु। यो बाटो आउँदाखेरि चाहिँ मलाई अलिकति समस्या भएन। अहिले चाहिँ हाम्रो ढुङ्गा खोज्ने क्रम एकदम जारी रहेको छ। रम सर कतिवटा ढुङ्गा भेटाउनु भयो त देखाइदिनु त। ल ढुङ्गा भेट्नु अब साथीहरूले चाहिँ खोज्नुहुन्छ, साथीहरूले चिन्नु पनि हुन्छ भन्ने मलाई लागेको छ। कुमार सर कतिवटा शालिग्राम भेट्यो? एउटा नै भेटेको छैन भन्ने कुरा आइसकेको छ यहाँ। हामीले यहाँ देख्न सक्छौँ अन्नपूर्ण हिमालय। यो एकदम राम्रो छ ठाउँ, एकदम पिसफुल ठाउँ छ। यो डाँडा भयो है। अनि हामी चाहिँ अहिले यतातिर छौँ, रमाइरहेको छौँ। म पनि अन्नपूर्ण हिमाल हेरेर एकदम धेरै रमाइरहेको छु। यो चाहिँ हाम्रो जोमसोमको एयरपोर्टबाट उडेको प्लेन हो है। प्लेनहरू बिहान आइरहेको छ। पोखराबाट जमसम हामी प्लेनमा पनि आउन सक्छौँ। यदि हेल्थ इस्यु हुनेहरूलाई अनि ट्राभलमा अलिकति समस्या हुनेहरूलाई अनि स्पेसियली पैसा हुने मान्छेले त इजी प्लेनमा आउँदा झन् सजिलो भइहाल्यो, मजाले भ्रमण गर्न पाउनुहुन्छ। त्यसपछि जमसमबाट हजुरहरू फेरि मुक्तिनाथको लागि पनि प्लेन चढेर मुक्तिनाथसम्म पुग्न पनि सक्नुहुन्छ। प्लेन त म भन्दिनँ, त्यहाँसम्म चाहिँ हेलिप्याड चाहिँ मैले देखेको थिएँ। हेलिकप्टर चाहिँ सायद पुग्छ होला, त्यो चाहिँ अलिक इम्पोर्टेन्ट स्पेसियल मान्छेको लागि होला। काइन्ड मन्त्री भनौँ न पनि। अब अहिले त हाम्रो मन्त्रीहरू एकदम सुपर भइसक्नु भएको छ। पुरानो मन्त्रीहरूको कुरा मात्रै गरेको मैले। अहिलेको हाम्रो मन्त्रीहरूलाई त अब उहाँहरू भनेको त इनकम्पेरेबल होइन र छ। हो नि, सकिसक्यो कुरा। नमी सर फोनमा। हामी अहिले कालीगण्डकी नदीमा एकदम रमाइरहेको छौँ। राम्रो छ, ठिक छ, समस्या छैन हामीलाई। अब आजबाट चाहिँ हाम्रो सुनसरी जिल्लाको लागि यात्रा सुरु भइसकेको छ। लगभग आज हामी पोखराको बास हुन्छ भन्ने हाम्रो आशा छ। 6 to 7 आवर्समा हामी पोखरा पनि पुग्छौँ। तर अब हाम्रो कुराइ पनि आनन्दकै छ, त्यस्तो स्पिडिङ पनि जाँदैनौँ। हामी घुम्न आएको मान्छे घुम्दै घुम्दै जाने हो। अब हामी यसपछि मार्फा गाउँ घुम्छौँ। मार्फा गाउँको सानो एउटा क्लिप सकेछु भने पोसिबल भएछ भने त्यो पनि म बनाउँछु। मार्फा गाउँ एकदम ब्युटिफुल प्लेस छ अरे भन्ने सुनेको हो। अब त्यो बाटो आइम मात्रै हामी त्यहाँ भिजिट चाहिँ गरेनौँ। हाम्रो मेन प्लान भनेको अप्पर मुस्ताङ पुग्ने प्लान थियो। त्यही भएर अप्पर मुस्ताङ चाहिँ हामीले एकदम मजाले घुम्यौँ। हामी एकदम सेटिस्फाइड छौँ। साथीहरू हुन्छ अब राइडको राइड भएको कारणले चाहिँ हाम्रो जिउमा अलिकति समस्या चाहिँ छ। तर हामी हार मान्ने छैनौँ, घुम्नेछौँ, एक्सप्लोर गर्नेछौँ। यस्तो ब्रिलियन्ट ठाउँ नेपालमा रहेछ भन्ने कुरा मलाई थाहा पनि थिएन। यो कुरा सुनेको मात्र थिएँ। नेक्स्ट प्लेन, यो चाहिँ नेक्स्ट प्लेन हो है। यो चाहिँ जमसमको एयरपोर्टबाट उडेको एकदम राम्रो एयरपोर्ट छ। मैले भित्र भिडियो चाहिँ बनाउन पाइनँ, भिडियो बनाउन पाइँदैन पनि रहेछ। अलिकति यसो उहाँहरूले हामीलाई अनुमति दिनुभयो। हामी थोरै भित्र गएर यसो थोरै आफ्नो आँखाले मात्रै हेर्न पाइयो, क्याप्चर चाहिँ गर्न पाइएन। राम्रो छ एयरपोर्ट पनि, त्यस्तो समस्या छैन एयरपोर्टमा। अनि यहाँको मान्छेहरू पनि एकदम राम्रो हुनुहुन्छ, मजाको बोली। उहाँहरूले हामीलाई एकदम मजाले बुझाइदिनु भयो। खानाहरू पनि राम्रो थियो, बसाइ राम्रो थियो। हजुरहरू पनि आएको बेला दिदीले हामीलाई सपोर्ट पनि गर्नुहुन्छ। यसरी जानु, वहाँनिर अप्पर मुस्ताङमा अलिकति समस्या हुनसक्छ, लजहरूको यहीँबाट कन्ट्याक्ट गरेर जानु भनेर हामीलाई कन्ट्याक्ट नम्बर पनि दिनुभएको थियो। हामी त्यही अनुसारले गयौँ। हामीलाई एकदम सहज भयो बिकज अफ आवर बिलभ सिस्टर भनेर भनौँ होइन। यति चाहिँ मैले भने, जानी नजानी इङ्ग्लिस बोलेँ है। यसमा यदि बिग्रेको छ भने हजुरले बुझिदिनुहुन्छ भन्ने आशाको साथ म यो क्लिपलाई यहीँ अन्त्य गर्न चाहन्छु। अन्तिमचोटि यो हाम्रो अन्नपूर्ण हिमाल कालीगण्डकी नदी बगिरहेको छ। यतापट्टि डाँडा, हाम्रो साथीहरू शालिग्राम टिप्दै हुनुहुन्छ। हस् त।